यो जिन्दगीको रङ्गमञ्चमा सबैजनाले आफ्नो आफ्नो भूमिका निभाउँदैछन्। म पनि आफ्नो भूमिका निभाउँदैछु, तपाईँहरू पनि आफ्नो भूमिकाहरू निभाउनु हुँदैछ। अनि जीवनमा धेरै कुराहरू, रमाइला कुराहरू पनि छन्, नरमाइला कुराहरू पनि छन् होइन, दुःखका कुराहरू पनि छन्, सुखका कुराहरू पनि छन्। अनि जीवनलाई तपाईँले कुन तरिकाले लिनुहुन्छ र कुन तरिकाले तपाईँ जीवन जिउनुहुन्छ भन्नेमा आधारित हुन्छ। त्यसैले सबैको मनोभावना एउटै हुँदैन, सबैको सोच पनि एउटै हुँदैन, बेग्ला बेग्लै हुन्छ, फरक फरक हुन्छ होइन। अनि त्यही अनुसार चाहिँ अनि जीवन सबैले आफ्नो तरिकाले जिउँदैछन्। अनि म पनि आफ्नै तरिकाले जिउँदैछु होइन, सबैजना आफ्नो तरिकाले जिउनु हुँदैछ है। अनि त्यही कसैको जिउने तरिका अलिकति फरक हुन्छ, कसैको जिउने तरिका अलिकति नराम्रो पनि हुनसक्छ, कसैको जिउने तरिका अलिकति राम्रो पनि हुनसक्छ। त्यो हामीले के भन्छ त्यसलाई जज गर्न मिल्दैन हामीले होइन। जो जसरी जिउँछ त्यसरी नै जिउँदैछ, किनभने उसलाई यति नै थाहा छ होइन, उसको अनुसार उसलाई यति नै थाहा छ, मलाई चाहिँ यसरी नै जिउनुपर्छ भन्ने थाहा हुन्छ। त्यसैले आफ्नै तरिकाले जिउँदैछन् सबैजना होइन। यति नै भन्न चाहे, राम्रो थट आएको थियो होइन, भनिदिउँ न त भन्ने भएको होइन। अनि यति नै भन्न चाहे। थ्याङ्क यू। ओके, पिस आउट।